सालमा उहाँ कार्यरत हुनुहुन्थ्यो र त्यसपछि 2064 साल 9 महिना 7 रुपियाँदेखि 2082 3 महिना 25 रुपियाँसम्म यस विद्यालयको चौतर्फी विकासका लागि यस क्षेत्रको चौतर्फी विकासका लागि एकदमै महत्त्वपूर्ण उनले योगदान दिएको छ र यस विद्यालयमा 26 वर्षसम्म अध्ययन अध्यापन गराउँदै आउनुभएका सर्वेय गुरु रङ्गपति सरलाई म अगाडि निम्ताउन चाहन्छु र त्यसको साथसाथै परमानन्द तिवारी सरलाई पनि म अगाडि निम्ताउन चाहन्छु। दुईटै सर्वेय गुरुहरूले यस क्षेत्रको शिक्षा लगायत अन्य चौतर्फी विकासको लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको हामीलाई अवगत नै छ र उहाँलाई म उहाँको फेरि भेटौँला कार्यक्रममा सम्मान एवं मायाको चिलो वितरण गरिदिनु हुनमा यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी विशिष्ट अतिथि यस पञ्चगाउँका सर्वेय अध्यक्ष देवराम चन्द्रज्यू, त्यसै गरी उपाध्यक्ष बिना भट्टज्यू, यस विद्यालय व्यवस्थापनका समितिका सदस्य अध्यक्षज्यू र सम्पूर्ण उपस्थितिहरूलाई म सम्पूर्ण व्यक्तित्वहरूमा म पालै पालो अभिनन्दन एवं विदाई गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछौँ। कृपया हामी निकै भावुक क्षणमा पनि छौँ र यो क्षणलाई अलिकति व्यवस्थित बनाउनु पर्ने देखेँ मैले र पालेका विद्यार्थी भाइबहिनीहरू कृपया लाइनमा आउनु होला। सबैभन्दा पहिला अतिथिगण बाटो भइसकेपछि हाम्रो आदरणीय प्रधानाध्यापक ज्यूले विद्यालयको तर्फबाट मायाको चिरो हस्तान्तरण गर्नुहुनेछ र त्यसपछि हाम्रा अन्य विद्यार्थी भाइबहिनीहरू र आदरणीय सर म्यामहरू लाइनबद्ध भएर यो कार्यक्रमलाई व्यवस्थित बनाइदिनु होला भन्न मैले चाहेँ र यहाँनिर अलिकति कार्यक्रमलाई व्यवस्थित बनाउनुपर्ने सम्पूर्ण दर्शक महानुभावहरूले पनि हेर्ने अवसर दिनुहोस्। कृपया यो लाइनबद्ध भएर अगाडि बढिदिनु होला। अहिले चाहिँ हाम्रो एकैछिन हाम्रो सर म्यामहरू पनि बढिदिनु होला। लाइनबद्ध भएर मात्र अगाडि बढ्नु होला। स्वयंसेवकलाई मैले हार्दिक अनुरोध गरेँ कार्यक्रम निकै
आदरणीय गुरु गंगादत्त तिवारी जुन यस विद्यालयकै एक शैक्षिक खम्बा हुनुहुन्थ्यो र यस क्षेत्रकै एक शैक्षिक खम्बा हुनुहुन्थ्यो। उहाँको योगदान अतुलनीय र अविस्मरणीय छ। उहाँको योगदानलाई हामी जहिले कदर गर्नेछौँ, सम्मान गर्नेछौँ र उहाँबाट सधैँ सकारात्मक सुझाव, रचनात्मक सुझावको अपेक्षा पनि गर्नेछौँ। सँगसँगै अहिले चाहिँ यहाँहरू हाम्रा विद्यार्थी भाइ बहिनीहरू र स्वयंसेवक भाइ बहिनीहरू यहाँहरू धैर्य धारण भएर एकदमै लाइनबद्ध भएर मात्र अगाडि बढिदिनु होला। हाम्रो सम्पूर्ण शिक्षक स्टाफहरूको मायाको चिनो हस्तान्तरण कार्यक्रम भइरहेको छ, अगाडि बढिराख्नु भएको छ र मिलनपछि बिछोड भन्ने जस्तै प्राकृतिक नियम हो। एक दिन हामी सबैले छुट्टिनु पर्ने हुन्छ र रहँदा बस्दा कहिलेकाहीँ कमी कमजोरी गरिएको हुनसक्छ, भएको हुनसक्छ, भाडाहरू एक आपसमा ठोकिएका हुन सक्छन्। यसलाई उहाँहरूले अन्यथा लिनुहुने छैन र हामीले पनि अन्यथा लिएका छैनौँ भन्ने कुरा म यहाँहरूको माझमा अवगत गराउन चाहन्छु। सँगसँगै आदरणीय दुईजना गुरुहरूलाई हामीले आजको लागि आधिकारिक रूपमा विद्यालयको औपचारिक सभाबाट उहाँलाई बिदाई भइरहेको छ र यथाशीघ्र माल्यार्पण गर्ने सम्पूर्ण साथीहरू छिटोभन्दा छिटो अगाडि बढिदिनु होला पनि मैले अनुरोध गरेँ। विगत लामो समयदेखि यस क्षेत्रमा अध्ययन गरिरहनुभएका हाम्रो आदरणीय शिक्षक, यस विद्यालयका अभिभावक आदरणीय गंगादत्त तिवारी सरको यो विदाई कार्यक्रम र हामीलाई दुःख लागेको छ, किनभने हामीबाट एउटा अभिभावक टाढिनु भएको छ। तर म यसमा खुसी पनि छु, किनभने आफ्नो 37 वर्षको लामो शैक्षिक यात्रालाई सफलतापूर्वक सम्पन्न गर्न भएकोमा हामीलाई खुसी पनि लागेको छ। मिलन र बिछोड भन्ने कुरा हाम्रो यो समयले गर्दो रहेछ। हामी सोच्थ्यौँ अझै सर युवा हुनुहुन्छ र कुनै पनि कार्यक्रममा उहाँको अनुमतिका लागि हामी उहाँको अनुमति लिएर मात्रै कार्यक्रम गर्ने गर्दथ्यौँ। हामीलाई एउटा अभिभावक हामीबाट पठाउनु भएकोमा दुःख त लागेको छ। त्यस्तै
यस विद्यालयमा विगत लामो समयदेखि र कञ्चनपुर जिल्लामा बोर्डिङको अनुभव प्राप्त गर्नुभएका आदरणीय परमानन्द तिवारी सरले पनि हाम्रो यस क्षेत्रमा नानी बाबुहरूलाई शैक्षिक क्षेत्रमा लगाउनुको साथसाथै अनुशासनको पाठ सिकाएर जानुभएको थियो र उहाँले पनि आफ्नो शैक्षिक कालमा बडो इमान्दारीका साथ आफ्नो जिम्मेवारीलाई पुरा गर्नुभएको थियो र हामीलाई दुःख त लाग्छ, तर दुःख लागेर के गर्नु, समयले त्यस्तै गर्दो रहेछ र आगामी दिनहरूमा उहाँहरूको उज्जवल भविष्यको कामना सहित उहाँका सन्तानहरूले पनि समाज सेवाको क्षेत्रमा र शैक्षिक क्षेत्रमा राम्रो कार्य गरून् भन्ने यो कुलाउ मावि परिवार हार्दिक हार्दिक आभार प्रकट गर्दछ र शुभकामना व्यक्त गर्दछ। श्री कुलाउ माध्यमिक विद्यालय पञ्चेश्वर 3 बैतडी सम्मान पत्र, बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वार्ड नम्बर 3 कुलाउ बैतडी निवासी Yes.